हेलो नमस्ते नेपाल यस्तै सानो बाटो थियो क्या दिदी स्वागत छ यहाँ सम्पूर्णलाई अनि हामी चाहिँ इटरीबाट सरस्वती निस्केर तरान हुँदै बेटार लाग्यौँ पाथिभरा मन्दिरमा पुगी पनि सक्यौँ अनि हामी चाहिँ पूजा गर्ने क्रममा सबैजना भेटघाट अनि लगभग हामी हाम्रो ज्ञान चाहिँ पूजातिर हामी मरिँदैछौँ अनि पाथिभरा चाहिँ एउटा छ त्यस पछाडि यो चाहिँ जुन यो देख्नु भएको छ यो चाहिँ किरातेश्वर पाथिभराको जुनसुकै ठाउँमा पनि किरातेश्वर रहेको हुन्छ यहाँ नभएर ताप्लेजुङमा पनि किरातेश्वर पाउँछ र पूजादेखि पारि त्यो मन्दिरदेखि पारि एउटा रेस्ट गर्ने सानो ठाउँ त्यहाँ पनि गएर रमाइलो गयौँ त्यस पछाडि हामी फर्क्यौँ घरतर्फ घर आउने भनेर चाहिँ फर्केको बाटो लागेको तर हामीले चाहिँ माइन्ड चेन्ज गरेर भ्यू टावरसम्म पुग्ने योजना गऱ्यौँ यहाँदेखि हाम्रो टोली लाग्यौँ भ्यू टावरतिर अब हामी भ्यू टावरतिर जानेछौँ हजुर तपाईँहरू एकदम रमाइलो छ म फर्स्ट टाइम आएको भ्यू टावर बने पछाडि धेरै अगाडि ओपनिङ भइसक्यो भने मेरो आउने क्रम चाहिँ ढिलो भयो धेरैजना रमाइलो अब यहाँ चाहिँ जुत्ता प्लास्टिकको जुत्ता लगाएर धेरैजनाको माहौल हुन्छ कि प्लास्टिकको जुत्ता लगाएर माथि जानुपर्ने हुन्छ धेरैजनाको माहौल भएर चाहिँ मलाई अलिक आउने जाने पनि अलिक डिस्टर्ब फिल हुन्छ भइरहेको थियो अनि मलाई चाहिँ धेरै डर पनि लागेको थियो क्या सबैजनाले चाहिँ धेरैजना भएपछि त हल्लिँदो रहेछ क्या त्यही भएर चाहिँ अलिक तल हेर्दा पनि मलाई डर लागिरहेको थियो तर पनि रमाइलो भयो धेरै समय पछाडि चाहिँ बोल्न पायौँ अनि म यसरी हामी भन्दा पनि म लङ टाइम पछि निस्केर एकदमै रमाइलो भयो पाथिभराको मन्दिर सँगसँगै भ्यू टावरसम्म पुगेर अब हामी फर्किनुपर्छ भनेर ओर्लिनेतर्फ लाग्दैछौँ बाहिरबाट निस्केर रेस्ट गऱ्यौँ माहौल एकदमै धेरै छ माया वर्षको सँगसँगै यहाँदेखि देखिने भ्यूहरू एकदम राम्रो छ रमाइलो छ मनमोहक दृश्यहरू देख्न सक्नुहुनेछ म चाहिँ मेरो आफ्नो मोबाइलको क्यामेराबाट खिचेको त्यही भएर त्यति राम्ररी भिडियोहरू क्याप्चर गर्न त पाइनँ म आफै क्यामेराम्यान पनि जान्न भिडियोहरू पनि हुनुहुन्छ तर पनि उहाँले मैले गराएन म आफैले गर्ने क्रममा चाहिँ भ्यू टावरमा चढ्दै बाहिर निस्केर रेस्ट गर्दै अब हामी घरतर्फ लाग्छौँ है त हाम्रो बाटो है यो बेटा पाथिभरादेखि बेटा आउने यहाँदेखि हामी घर जाने भनेर चाहिँ यहाँसम्म आइपुग्छौँ हाम्रो ग्याङ अब घर जाने क्रममा चाहिँ भेडामा चाहिँ राम्रो अर्ग्यानिक सब्जीहरू पाउँछ भने चाहिँ सब्जी मन्दिरतिर वरिपरि घुमेर चाहिँ सागसब्जी फलफुलहरू लगेर जान्छौँ थ्याङ्क यू सो मच फेरि भेटौँला